अगमवक्ता शमूएलद्वारा शाऊलसित बोल्नुभयो, अमालेकीयहरूसित युद्ध गर्न जा, म तिनीहरूलाई तेरो हातमा पारिदिनेछु, तैँले जित्नेछस्। तर विजयी भइसक्योपछि मानिसहरू पनि कसैलाई जिउँदो नराख्नु, सबैलाई मार्नु, तर कुनै पनि धन सम्पत्ति र भौतिक थोकहरू पनि बटुलेर नल्याउनु, सबै कुरा नष्ट गर्नु। लडाईँ भयो, परमेश्वरले आफ्नो वचनलाई कायम राख्नुभयो। त्यस्तो शक्तिशाली शत्रुलाई परमेश्वरले इजरायलको हातमा सुम्पिदिनु भयो। शाऊलले जिते त्यो लडाईँ। तर त्यो लडाईँ सिद्धियोपछि शाऊलले गुप्तमा अमालेकीहरूको इलाकामा भएको राम्रो राम्रो मूल्यवान कुराहरू चाहिँ लुकाएर राखे। सोचेको थिए कसैले पनि चाल पाउँदैन, तर परमेश्वरले देख्नुभयो। शमूएललाई पठाउनु भयो। शमूएलले गएर भन्दछ, तपाईलाई परमेश्वरले सबै कुरा नष्ट गर्नु भन्नुभएको थियो, तपाईले किन बहुमूल्य थोक र राम्रो राम्रो भेडा बाख्राहरू चाहिँ जोगाएर राख्नुभयो भन्दा शाऊलले भनेको छ, मैले राखेको छुइनँ, सबै नै नष्ट गरे। तपाईलाई कसरी यस्तो भुल धारणा आयो? शमूएलले भन्दछ, यो भेडाको आवाज त मेरो कानमा पर्दैछ, गोरुको आवाज पनि मेरो कानमा पर्दैछ। थाहा छैन शमूएलले आत्मामा त्यो आवाज सुन्दैछ कि या चाहिँ बात मार्दै गर्दा तम्बुको उतापट्टि लुकाएर राखेको भेडा कराउँदैछ। तर शाऊलको झुट एक्सपोज भयो। त्यति बेला शाऊलले आफ्नो भनाइलाई परिवर्तन गरे। यो यसको कुरा गर्नु भएको, यो त नि मैले मेरो लागि राखेको होइन, परमेश्वरलाई होम बलि चढाएर आराधना गरौँ, लडाईँमा विजयको लागि धन्यवाद चढाउँ भनेर पो राखेको। त्यति बेला चाहिँ शमूएलले भनेको वक्तव्य हो यो। यसो सरसर्ती हेर्दाखेरि परमेश्वरले नष्ट गर्नु भनेको कुराहरूलाई लुकाएर शाऊलले राख्दै गर्दाखेरि चाहिँ लोभ जस्तो देखिन्छ। उसलाई लोभले चाहिँ उसलाई त्यो गर्नु लगायो जस्तो देखिन्छ। शमूएलले चाल पाएर यो किन गरेको भन्दाखेरि चाहिँ उसले भनेको छ, यो चाहिँ परमेश्वरलाई आराधना चढाउनको लागि चाहिँ मैले जोगाएर राखेको। तर वास्तवमा शाऊलले यी सबै कुरालाई बचाएर राखेको चाहिँ लोभले गर्दा पनि थिएन, आराधना चढाउनु पनि थिएन। त्यो गर्नुको पछाडि कुन कुराले चाहिँ उसलाई मोटिभेट गरेको छ भन्दा मानिसको डर। जब पनि शमूएलले भन्यो कि तपाईले किन चाहिँ यसरी राखेको, तपाईलाई थाहा छैन होम बलि भन्दा चाहिँ परमेश्वरको आज्ञा उत्तम हो, परमेश्वरले आजको दिन तपाईलाई राजाको पददेखि हटाउनु भएको छ भन्दै गर्दाखेरि त्यति बेला शाऊलको भित्रको असलियत चाहिँ बाहिर निस्क्यो। पहिलो